खान मन लाग्यो। अर्को हप्ता किनिदिन्छु छोरी, आज आमासँग पैसा छैन। आमा, तपाईको चप्पल त च्यातिएछ। केही हुँदैन छोरी, तिमी पढेर ठुलो मान्छे बन्नु। आमा, तपाईले नयाँ चप्पल किन किन्नु भएन? तिम्रो किताब किनेर पैसा सकियो छोरी। कृपया फुल किनिदिनुस् न, मेरी आमाको चप्पल च्यातिएको छ, किनिदिनु छ। ए मेरी सानी छोरी। आमा, अब तपाई नाङ्गो खुट्टा हिँड्नु पर्दैन। छोरी, तिमीले यति सानो उमेरमै आमाको दुःख बुझ्यौ। भगवानले मलाई संसारकै राम्रो छोरी दिनु भएको रहेछ। म तपाईलाई कहिल्यै एक्लो छोड्दिन आमा। आमाको खुसी पैसा होइन छोरी, सन्तानको माया हो। गरिबीले सपना रोक्न सक्छ, तर आमा छोरीको माया कहिल्यै हराउँदैन।